हेलो हाई नमस्कार सबैजनालाई। आज म मेरो रुम सफा गर्न लागेको। भनेको खासै रुम चाहिँ यस्तो खाले छ होइन, सिम्पल। साइडमा टेबल छ सानसानो, अनि बेड भइहाल्यो। अनि यहाँ युज गर्ने टेबल, प्रिन्टर अनि चेयर भइहाल्यो। अनि यहाँनिर खासै केही छैन कर्नरमा। अनि त्यस पछाडि यो लुगा राख्ने भइहाल्यो, लुगा राख्नु फाल्टो छ। अनि यहाँ कर्नरमा चाहिँ सानो बकेट छ, त्यो त्यसलाई चेन्ज गर्छु। चेन्ज गर्छु अर्कै गर्छु सबै। धेरै राख्नु पर्दैन, यो झिक्नु चाहिँ गाह्रो हुन्छ, साह्रो ठुलो छ क्या फेरि। एनर्जी चाहिन्छ, एनर्जी। यताको मन्दिरलाई पनि व्यवस्थित गर्नुपर्ने। मन्दिर कति सफा बनाएको? अब गर्मी लाग्छ सफा गर्नु। यो अझै खुल्यो नि त्यो यस्तो बिचमा। अब यो चाहिँ लक, यो लक हो। यसरी खोल्नु पर्छ। अस्ति त खोल्दै थियो त। अस्तिको त राम्रै एक्सपिरियन्स छ जस्तो छ नि त। माथि पनि त्यसो हुन्छ नि। त्यो होइन, त्यो अगाडिको तिमी काम गर्छ गर्नु खासै भिड्दिनँ भिड्नु चाहिँ। डन्थिन। होइन, $40 यो कलर सुहाउँछ हाम्रो वालमा। हाम्रो वाल चाहिँ यस्तो छ नि त, म लाउन यस्तो एउटा
उठेछ कि किनभने ठुलो छ अप्ठ्यारो हुन्छ त्यो यो अनबक्सिङ गर्न आँटेको अहिले होइन अनबक्सिङ त गरिसकेको तिमीले यसको दाम चाहिँ 79 मार्सलमा किनेको यसको दाम चाहिँ 29.99 छ होइन नाइस छ मार्सलमा किनेको यसको दाम चाहिँ 29.99 छ होइन म यसमा राख्छु यो बकेटमा किनेको होइन मार्सलमा किनेको यो पनि यसको दाम चाहिँ $40 एमाजोनमा किनेको यसको दाम चाहिँ 65 थियो अनि प्लस ट्याक्स गरेर सायद $71 कति लाग्यो खासै चाहिँ त्यस्तो मजाको फिचेकको खालको चिज होइन ठिक्कको सिम्पल सानोबाट छ होइन तर पनि राम्रो छ मार्सलबाटै किनेको हो यो ल्याम्प पनि होइन यसको दाम चाहिँ 69.99 छ तर 2 पिस लिएछ नि त अनि हामीले चाहिँ सोच्यौँ यो दुईवटा लाँदाखेरि चाहिँ दुईवटा ल्याम्प लाँदाखेरि चाहिँ $70 होला जस्तो लागेको थियो अनि पैसा पे गर्ने ठाउँमा आउँदाखेरि चाहिँ अनि यो दुईवटालाई $70 होइन भनेर सोधेको थियो होइन अरे तिनीहरूले भनेको चाहिँ यो 1 पिस भयो अरे अनि यो माथिकोलाई 1 पिसलाई चाहिँ 2 पिस भनेको अरे इच फर 60.99 अरे अनि यो कलर चाहिँ फेरि हाम्रोमा म्याच पनि गर्छ नि त हाम्रो कलर यस्तो चाहिँ भित्रको अनि यो पनि वाइट होइन थोरै छु सबै प्लास्टिकहरू होइन यस्तो रहेछ होइन यसको चाहिँ यहाँ पनि डन्केर नि रहेछ बल पनि लगाइसकेँ मैले यसलाई पुस्छु होइन खासै सानोबाट मात्रै छ ठुलो छैन अनि यसको ठाउँ पनि राख्ने ठाउँ मैले हामीले मिलाइसकेको छैन त्यही भएर हामी यहाँ अहिले यहाँ टेबलमा राख्दै गर्छु बडा चुनौटो अनि रब गर्छु अनि त्यस पछाडि फाइनल कस्तो हुनेछ देखाउँछु भित्र चक्लेट राखेर खान्छु कहिलेकाहीँ मलाई खानु मन परेको बेला होइन सायद म यो फ्याल्छु यो पनि मिठै छ तर एकदम राखिरहनु यति धेरै अनि यहाँ पनि यति धेरै मेरो चक्लेटहरू छ यो चाहिँ राख्छु यो चाहिँ फ्यालिदिन्छु कहिलेकाहीँ मलाई खानु मन पऱ्यो यहाँबाट भित्र खान्छु राति दिन्छु अनि यो मेरो दबाई भइहाल्यो भिटामिन दबाई भ्यासलिन क्रिम राति लगाउने अनि यो तेल सिरम नोट्स पुग्छ होइन अनि मिठाई रेडी अनि सिम्पल छ फ्यान्सी खालको चिजहरू होइन फिल्म भयो टेबल स्कार्फ अनि बुढाबुढीको कोटहरू सानोबाट डेकोरेसन अनि बेडसिट यतापट्टिको साइडमा चाहिँ ल्याम्बो स्पिकर छ गार्बेज अनि यो चाहिँ पर्दा अनि लाइट अनि यहाँनिर मैले पानी र तेल हालेको थियो त्यो बास्ना आइरहेको छ त्यसको पनि यहाँ हाम्रो पूजा गर्ने भइहाल्यो यसलाई कहाँ राख्नुपर्ने भनेर अब बनाउनु पर्ने छ अनि यो भइहाल्यो अनि यो पनि रेडी अनि क्लोजेट सिम्पल छ खासै के छैन अनि त्यो दुईवटा बट्टा चाहिँ एउटा चाहिँ मैला लुगा राख्ने गर्न बसेको अनि एउटा चाहिँ कामबाट आएपछि त्यो वेट मेसिन चाहिँ मैले यहाँ राखेको छु यस्तो मात्रै छु तर पनि सिम्पल अब पर्दा खोलिदिन्छु कस्तो रहेछ
घाम लागिरहेछ बाहिर तर चिसो छ क्या घाम मात्रै लागेको घाम लागिसकेको घामले गरेर यतिकै उज्यालो देखेको छ Okay, thank you for watching. I will see you in next one. Thank you.